नागरिकता किन्दैमा नेपाली हुँदैन है। नेपाल नेपालीहरूले बनाउनु पर्छ। नेपालको व्यापार नेपालीहरूले गर्नुपर्छ। नेपालको पैसा नेपालमा राख्नुपर्छ। नेपालका युवा नेपालमा रहनुपर्छ। राज संस्था जुन दिन हामीले फ्याँक्यौं, अब अहिले सबै जनतालाई फिल भयो नि त। अब हामीले यो व्यवस्था फ्याँकेर, यो व्यवस्था त हामीलाई हुँदै भएन। यो व्यवस्था जहिलेसम्म रहन्छ नेपालीहरू रहँदैनन्। दशैंमा तपाईको तिहारमा, दशैंमा बुढाबुढीहरूले थालमा टिको लिएर, जमरा लिएर, फोनमा टिको लगाएको पनि देख्नुभयो है त। तिहारमा तपाईको भाइटिकामा बारीका पाटाभरि मखमली र सयपत्री फुल्या छन्। त्यो फुल टिपेर माला लगाइदिने मान्छे पनि छैन, माला उन्दिने मान्छे पनि छैन। दुईटै छोरा पनि छैन, छोरी पनि छैन। घर त नाङ्गो भयो नि त। एउटा घर नाङ्गो हुनु भनेको देश नाङ्गो हुनु होइन। त्यो यथार्थ अब घर घरको चेत भइसक्यो। देश हाम्रो, पैसा हाम्रो। रेमिटेन्स कसको? मारवाडीको छोराले पठाएको छ बाहिर गएर। खाडीमा मारवाडीको छोरो दलिएको छ। खाडीका 100 तलाका बिल्डिङमा नि मारवाडीको छोराले भित्तो पुसेको छ? छैन नि, नेपालीका छोराले गरेको छ। त्यो पैसा आउने सबै कहाँ? लघु वित्त, सहकारी, फाइनान्स, डेभलपमेन्ट ब्याङ्क, इन्सुरेन्स, रिइन्सुरेन्स, रेटिङ कम्पनी, त्यहाँबाट शेयर जारी गर्ने कम्पनी पनि उनीहरूकै र व्यापार व्यवसाय पनि उनीहरूकै। नेपाल त कम्पनी हुँदैछ मारवाडीहरूको। होल नेपाल राज्य होइन, कम्पनी हुँदैछ। र 12 भाइ मिडिया छ। यतिले नेपाल खाएको छ र नेपालीहरूलाई बन्दी बनाएको छ। र तपाईँलाई म एउटा कुरा के भन्छौ भने, हामी नेपालीहरू त बदुवा मजदुर थियौँ हिजो। मैले यो आवाज नउठाएको थियो भने नि अझै बदुवा मजदुर हुँदै थिए। आज नेपाली उद्योगपतिलाई मारेर, कम्युनिस्टको आवरणमा मान्छे मारेर, अनि त्यहाँबाट यिनीहरू त देश लुट्न गएका रहेछन्। मारवाडीसँग पार्टनर देखियो नि, त सिधै देखियो नि। बाँसबारी छाला जुत्ताको मुद्दा नचल्ने भएन। पशुपतिको जग्गा खाए होइन। यी सब खानलाई हामीले व्यवस्था परिवर्तन गरेको त्यो भयो नि त। भनेपछि अब आम नागरिकले बुझ्नु पर्यो कि यो व्यवस्था परिवर्तन गर्नुपर्छ। हामीले यो व्यवस्था हामीले परिवर्तन गर्न सकेनौँ भने हाम्रो भूगोल रहला, तर नेपालीहरू रहँदैनन् र बन्दी भएर रहने हो कि अब व्यवस्था परिवर्तन गर्ने हो भन्ने कुरो एउटा कुरा सोच्नु पर्ने स्थिति छ। जो आए पनि हुनेवाला यहाँ केही पनि छैन यो व्यवस्थामा। त्यसले गर्दाखेरि यो व्यवस्था नफ्याँकिकन कसैको पनि गुन्जायज छैन।